के तपाईको बच्चा दिनभर मोबाइल, गेम वा सोशल मिडियामा व्यस्त हुन्छ? सायद यो इन्टरनेट एडिक्सनको सङ्केत हुन सक्छ। इन्टरनेट एडिक्सन भनेको इन्टरनेट बिना बस्न गाह्रो महसुस हुनु हो। यस्तो अवस्थामा बच्चा पढाइ, परिवार र आफ्नो स्वास्थ्य बिर्सिन सक्छ। अब हेरौँ यसको मुख्य सङ्केतहरू के हुन्। धेरै समय मोबाइल वा गेममा बिताउनु, पढाइमा ध्यान नदिनु, मोबाइल खोज्दा धेरै रिसाउनु, परिवार र साथीहरूसँग कम बोल्नु, धेरै इन्टरनेट प्रयोगले एङ्जाइटी, स्ट्रेस र डिप्रेसन पनि बढाउन सक्छ। निद्रा कम हुनु र आँखा दुख्नु जस्ता शारीरिक असर पनि देखिन्छ। अब प्रश्न, अभिभावकले के गर्न सक्छन्? पहिलो उपाय, स्क्रिन टाइमको स्पष्ट नियम बनाउनुहोस्। खेल्ने र मोबाइल चलाउने समय सीमित गरौँ है बाबु। दोस्रो, बच्चालाई आउटडोर खेल, किताब र फ्यामिली टाइममा जोड दिनुहोस्। यसले बच्चाको सोशल स्किल र स्वास्थ्य दुवै राम्रो बनाउँछ। तेस्रो, बच्चासँग खुलेर कुरा गर्नुहोस्। हामी तिमीलाई रोक्न होइन, राम्रो भविष्य बनाउन सहयोग गर्दैछौँ। यदि समस्या धेरै बढे, काउन्सिलर वा साइकोलोजिस्टसँग सहयोग लिनुहोस्। सही मार्गदर्शन र सन्तुलनले इन्टरनेटलाई उपयोगी बनाउन सकिन्छ।